नमस्कार। यो तायाचुङ दाइजुङमा हामी आज सुच्चा खिम परिवार यहाँ यसरी आएको छौँ र यो तावामा खियामाहरूले तान बुनेको स्थान ठाउँमा हामी आएको छौँ र यहाँ यसरी यसलाई अवलोकन या त हेरिरहेछ। अहिले सुच्चा वंशजभित्रको सुच्चा खिमको मेरो छोरीहरू तावामा खियामा शान्ता यशोदा। अहिले यो चाहिँ तायामा र खियामाहरू एक भला कुसारी गर्ने ठाउँ हो। यो यहाँ तायामा हुनुहुन्थ्यो भने यता यहाँनिर खियामा हुनुहुन्थ्यो र यहाँ चाहिँ उहाँहरू गफ गर्ने बस्ने थियो भन्ने एउटा मृतक हाम्रो मुन्दुमी उसमा चाहिँ किराँत राईहरूको मृतक कथा छ र यो यथार्थता पनि हो र तपाईँहरू पनि मौका पाउनु भने कृपया यो ठाउँमा आउनुहोला। म अहिले 78 वर्षको उमेरमा म यहाँ आएर छु र यो मेरो पहिलो पटक पनि हो र मलाई गर्व लागेको छ यसमा यसरी आउनु पाउँदा र आउनु सक्दाको स्वास्थ्य पनि राम्रो भएको यो तावामा खियामा किराँत मुन्दुम अनुसार हाम्रो पुर्खाहरूले आशीर्वाद दिएरै होला, शक्ति दिएरै होला यहाँसम्म आएको छु। यहाँ चाहिँ यो चाहिँ रैछकुले खोकचिलिप्पा हेच्छाकुप्पा पनि भन्छौँ हामी बान्तावाबाट। हेच्छाकुवा रैछाकुले खोकचिलिप्पा सबैबाट नै उनको एउटा यो के अरे एउटा उसमा चाहिँ ढुङ्गामा को प्रतीक यहाँ देखाइएको छ। यो चाहिँ मानकुमार राईद्वारा चाहिँ 2065 मा के अरे उहाँले यो चाहिँ यहाँ दिनुभएको यहाँ लेखेको छ। भाइले छेउमा आएर तायामा खियामा भनेको अब तायामा खियामा नानी छ अनि हेछाकुपा चाहिँ रछाकुले चाहिँ उनीहरूको भाइ। उहाँहरूको आमा चाहिँ सानो केटाकेटी हुँदाखेरि नै बितेर बाउ चाहिँ गोठाला गर्ने घाँस दाउरा गर्ने जङ्गलमा शिकार खेल्दै छोराछोरीहरूलाई अब पाल्नु भ्याउँदिएन थियो। अर्को बिहा गर्यो, दोस्रो बिहा गर्यो अनि त्यहाँदेखि दिदी बहिनी चाहिँ अब तान बुनिन्छ नि यसरी गरेको थालेको काम त हामी गरेकै गर्छौँ नि। अनि त्यहाँदेखि भाइ चाहिँ भोकाउँथ्यो अरे होइन। अनि नाना भोक लाग्यो सासँग भन्यो आम्ना तावामा खिवामा या खारा खिवामालाई नाना भोक लाग्यो भन्दाखेरि आम्ना तावामा त खारा भनेर भन्दा भाइ निदाएपछि भरे तान बुनिसकेर उठ्यो उनीहरूले। भाइ त निदाएर मस्त निन्द्रामा उठाउँदा पनि उठेन। हाम्रो भाइ त भोकले मरेछ भनेर भाइलाई कहाँनेरि लगेर के अरे दफन गरेको छ अरे। त्यहाँ लगेर एउटा केराको बोट रोपिदिएको, एउटा छुरी खुकुरी राखिदिएर अनि पछि भाइ त अब बिउज्यो। उनीहरूले स्याउलाले मात्र छोपिराखेको हुनाले बिउज्यो होइन। अनि पछिबाट त्यो रोपेको केराको बोटमाथि पसेर तपुन्नान फाटफाचन मुना भनेर त्यसरी भन्दा अब त्यो समयमा हलक्क बढ्यो रे। तलोन्नान फाटफाचन मुना पसाएन भने काट्छु भने त्यो केरा पनि पसायो। अनि ततुम्नान भन्दै केरा पनि पकाएर खाँदै गरेको बेला राक्षस नि क्या चोकोरङथीमा आएर त्यो केरा खानु देऊ न भन्दै फकाएर गरेर पानी झारेर अनि लगेको कथाहरू छ होइन। यसको धेरै लामो छ। आजको कथा यतिमै अन्त गरौँ। तान बुनेको ठाउँ यही उसमा हामी आइपुगेका छौँ।
नाना यो तायामा ऐतिहासिक भनेपछि नायक यहाँ रहेछ। नाना तायामा खियामा खियामा यता को हुनुहुँदो तान रहेछ। बुन्ने ठाउँ निसाले त्यहाँनेरि पर्खेर भोक लाग्यो भनेर भन्ने त्यस्तो उनीहरू भला कसरी चाहिँ त्यो गफसफ गर्ने ठाउँ यहाँ तान बुन्ने चाहिँ रहेछ। तान आज बुन्ने चाहिँ मात्र उता हामी यो ठाउँमा एकजनाको मात्रै यहाँ रहेछ अब गर्न पायौँ। यसमा एउटा कुरो चाहिँ जुन चाहिँ दिदी बहिनीले भाइ यता गर्यो उता गर्यो त्यहाँदेखि लग्यो अनि त्यो निदायो त्यसलाई उ गरेपछि अन्ततोगतो भाइ मर्यो अब भने माया मारा दिदीहरू चाहिँ गयो भाइलाई माया मारेर भरे भाइ चाहिँ बिउजेर दिदीहरूलाई खोज्यो भेटेन हो त्यहाँदेखि चाहिँ आफ्नो उसमा ऊ चाहिँ हिँडेको है त्यो चाहिँ त राई गयो दिदी लेकतिर तानबुन्ने स्थानमा बसिरहेको छौँ सायद यहाँ पस्नुहुन्छ हुँदैन यो चाहिँ मलाई थाहा भएन यसमा यदि नहुने हो भने चाहिँ माफ दिनु होला यसरी यहाँ गरेछौँ छोटोहरूसित सम्झनाको लागि खिचिरहेको छौँ धन्यवाद तान बुन्ने तानदेखि अझ उता उसको बहिनीको राखेको छ भनेर यो माथिको डाँडाको चाहिँ खासमा मैले केही त्यहाँको चाहिँ बुझ्नु सकिनँ कारण म अलिकति समय र स्वास्थ्यले गर्दा माथि जान नसकेको कारणले यही यो स्ट्याचुबाट चाहिँ म वापस हुँदैछु त्यसलाई पनि भोलि पर्सि म बुझ्नेछु भन्दै सम्पूर्ण किराँत जनसमुदाय तथा गैर किराँत समुदायमा मेरो दर्शन नमस्ते सेवा हौवा सेवारो सेवा नै आहा कति राम्रो सुन्दर गाउँ यो हेर्दा त सहर किन पस्नु आफ्नै गाउँमा बस्नु जस्तो लाग्छ तर के गर्ने समय परिस्थिति बदलेपछि यहाँ कहाँ बस्नु सकिँदो रहेछ प्रकृतिले बनाएको भौगोलिक क्षेत्रलाई हामीले हेर्दाखेरि रमाइलो छ हामी सबै भन्ने गर्छौँ हाम्रो सुन्दर नेपाल संसारको धनी देश भन्छौँ तर हाम्रो सोच भनाइअनुसार विपरीत हामी चल्छौँ र हामीले केही गर्न नसक्दाखेरि भन्नुको तात्पर्य हामी गाउँघरमा बस्नु सक्दैनौँ मजा हामी चाहन्छ त्यसले गर्दा हामी सहर पस्यौँ हाम्रो गाउँघरमा चाहिँ यसरी नै पछाडिँदै गएको छ तर आज म यो दाइचुङ डाँडामा आएर मैले चाहिँ यसो निहाल्दाखेरि मलाई आफ्नै गाउँ रमाइलो ठाउँ भन्ने लाग्यो सम्पूर्ण मेरो फेसबुक मित्रहरूमा सलाम गर्दै तपाईँहरूको दिन समय शुभ रहोस् सुस्वास्थ्य रहनुहोला दीर्घायु रहनुहोला र मौका मिले यहाँ यो ठाउँमा आएर तावामा खियामा हेछाकुपाको इतिहासलाई एकपल्ट निहालेर हेर्नुहोला बुझ्नुहोला किराँतीको इतिहास यहाँ छ तर गुमराहमा पारिएको छ म भन्न चाहन्न हाम्रै जनसमुदायका बुद्धिजीवी विद्वान युवा जगतको कमजोरी म ठान्छु कारण किनभने युनिटी नभएपछि हामीले केही पनि गर्न सक्दैनौँ जहाँ युनिटी हुन्छ एकता हुन्छ त्यहाँ अनिवार्य जे पनि गर्न सकिन्छ सफल हुन्छ र यही हाम्रो कमजोरी हो र अरूलाई दोष दिनुभन्दा आफूलाई नै आफैले दोष दिनु उचित म ठान्छु तर अबको युवाहरू जेनजी पुस्तादेखि पछाडिका हाम्रा किराँत जनसमुदायहरूले
अब विचार बदल्नुपर्छ, नीति बदल्नुपर्छ, संस्कार संस्कृतिलाई सधैँ संरक्षण गर्नुपर्छ भन्न चाहन्छु भन्दै यहीँ आजको लागि छोटो मेरो भनाइ यहीँ टुङ्ग्याउँदैछु। सेवा हौवा। नमस्ते दर्शन, नमस्ते। हाम्रो मदन राई सरको सुभद्रानी मदन फाउन्डेसन ज्ञान यो स्कुलमा आज आइएर एकछिन रोकिएर यसो यो फोटो खिचेको छ। फोटो खिच्दैछु एउटा। यति राम्रो चलिरहेको मैले यस्तो कस्तो लाग्यो। वा यस्तै रहेछ। थ्याङ्क यू। होला नि जाडो पनि हुँदैन हाम्रो बुवाले भने जस्तो। बक्स जस्तो के आएको बक्स जस्तो फुल आएन? फुल आयो बल्ल ल्याउनु। पूर्व पश्चिम उत्तर दक्षिण म छु है गोठे सिंह, म छु है गोठे सिंह। पूर्व पश्चिम उत्तर दक्षिण म छु है गोठे सिंह, म छु है गोठे सिंह, म छु है गोठे सिंह, छु है गोठे उत्तर दक्षिण म छु है गोठे सिंह, म छु है गोठे सिंह, म छु है गोठे सिंह, म छु है गोठे सिंह। ठिक छ, अब गरेन यस्तो गर्नु। पूर्व र पश्चिम उत्तर दक्षिण म छु है अहिले होमस्टे गोठे सिंह, म अहिले छु है होमस्टे गोठे सिंह। पूर्व पश्चिम उत्तर, पूर्व र पश्चिम उत्तर दक्षिण म छु है अहिले होमस्टे गोठे सिंह, ओ होमस्टे गोठे सिंह। ओरालीमा अघि अघि रेडी आउनु काकी छेक्यो काका। काका अगाडि, काकी अगाडि जानु।